यो हो ताबाकोसी। अहिले ताबाकोसीमा आइपुगेको छु र ताबाकोसी भन्ने जग्गा चाहिँ यहाँ मिरिक पोख्रेबुङदेखि मुनि हो र यसलाई चाहिँ पहिला चाहिँ राङबाङ भनेर चिनिन्थेछ, बादमा ताबाकोसी नाम परेको। र ताबाकोसीमा चाहिँ रिभर साइड हो जग्गा चाहिँ, धेरै राम्रो छ है। अन्त यहाँ चाहिँ अब पहिला जुन चाहिँ हाम्रो सुभाष घिसिङद्वारा अब धेरै काम पनि भएको रहेछ है। यहाँनिर अब अहिलेको चाहिँ यसलाई ताबाकोसी भनेर चिनिन्छ, पहिला चाहिँ राङबाङ भनेर चिनिन्थ्यो है। यहाँनिर चाहिँ अब यस्तो छ, रिभर साइड छ जग्गा चाहिँ, धेरै सानो जग्गा भए पनि धेरै रमाइलो लाग्दो। अन्त यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ र यहाँनिर अब धेरै राम्रो चिजहरू छ है। जस्तै यहाँ तल हेर्नुहोस्, पार्क, घुम्ने पार्कहरू छ है। तलसम्म घुम्ने पार्कहरू रहेछ। यहाँ चाहिँ घुम्ने पार्कहरू छ, यहाँनिर वकिङ प्लेसहरू छ है। धेरै यहाँनिर तलसम्म यहाँनिर हेर्न सक्नुहुन्छ। तल यहाँनिर मजाको फुलहरू फुलिरहेको छ। र अर्को चिज के भन्दाखेरि यहाँको एउटा कुरो के भन्दाखेरि यो सबैभन्दा पुरानो स्विमिङ पुल, यो पनि सुभाष घिसिङको टाइममै बनाएको यहाँका मान्छेहरूले भन्दैछ है। यो धेरै ठुलो एरियामा स्विमिङ पुल पनि छ, पब्लिक स्विमिङ पुल को लागि बनाइएको रहेछ। र यो रिभर साइड भए पनि, सानो रिभर साइड भए पनि धेरै राम्रो जग्गा रहेछ है। र टी बगानहरू सबै यहाँबाट तपाईँलाई मिरिक निक्लिनु चाहिँ जस्तै 15-20 मिनट मात्र रहेछ। र अरू जग्गाहरू पनि तपाईँलाई देखाउने छु है। हाम्रो दार्जिलिङको अफबिट जग्गाहरू धेरै कसै मान्छे आएको पनि छ, कसै मान्छे आएको पनि छैन है। त्यो जग्गाहरू चिनेको पनि छैन। र आउनुभयो भने चाहिँ यो रिभर साइड राम्रो रहेछ जग्गा, ताबाकोसी, पहिला चाहिँ राङबाङ भनेर चिनिन्थ्यो।